ह्याप्पी न्यू इयर। ह्याप्पी न्यू इयर दाइ। गिफ्ट भन गिफ्ट। एउटा राम्रो मोबाइल छैन? मोबाइल त मसँग पनि छैन नि। गिफ्ट भन न गिफ्ट। घडी। यो घडी लाउनु हुन्न के, समय खराब चल्छ। गिफ्ट भन न गिफ्ट। के भनौँ त त्यसो भए? गिफ्ट भन भनेको GIFT गिफ्ट। गिफ्ट हो यसरी। न्यू इयर त मनाउनु पर्यो है। मनाउन त मनाउने, तर के खाएर मनाउने? एक कार्टुन बियर, एउटा भाले। भो यति गरौँ आजलाई, फेरि बजेट पनि लो छ। ल निकाल त्यसो भए पैसा। बाँकी चाहिँ त आफै मिला है। होइन के आउँछ यसले? आगो बाल्नलाई सलाई आउँछ नि। मसँग त झन् एक पैसा छैन, कहाँबाट ल्याउने हो पैसा? अब यसो गरौँ, बाटोतिर खोज्न जाउँ, कतै भेटी पो हाल्छ कि। सबै बाटोतिर खोजेर त यही 5 रुपियाँ भेटाएको। पुतलीको टिका लगाएपछि भेटिन्छ त भुलिस् तैँले? जाउँ पुतली खोज्न। अब न्यू इयर त जसरी भए पनि मनाउनु पर्यो नि। बाबु छोरा, तँलाई थाहा छ कि छैन? के कुरा बाउ, भने त थाहा हुने हो नि। आज कुनै काम गर्यो भने वर्षभरि त्यसको उपलब्धि भइरहन्छ। ए साँच्ची हो र बाउ? त्यसो भए त हो, यसरी नै छोराछोरीहरूलाई हौसला दिइराख्नु पर्दछ, तब मात्र त छोराछोरीहरू राम्रो लाइनमा लाग्छन्। मेरो छोरा सायद अब भित्र गएर पढ्छ होला। लहेर त कति ज्ञानी छोरा। अब बाले भन्ने बित्तिकै मान्यो। त्यसलाई त म माथि गएर 20 रुपियाँ दिन्छु, चक्लेट खान्छु भन्दै थियो मोराले।哎呦我的妈！